टन्नै रहेछ माछा केको गनाउँछ हौ अघि काटेको सुँगुर झार गनाएको लुगा फुगालेर अब यतातिर लाग्न नभए गर्मी हो भने एक यस्तै छ है यस्तै छ यहाँ चाहिँ झार हौ ओहो झार गनाउँछ कान्छ यस्तो चिर्नु यस्तो सिधा चिर्नु हाल्नु न आधी आधी पकाउने क्या बाबा गनाउँदैन ल एकछिन पछि दिन्छु ए ल तँ लैजा त यो साह्रो राख्नु रहेछ है हुन्छ हुन्छ एउटा मुढा भए सही हुन्छ मुढा त छैन यता चाहिँ फर्काएन उता चाहिँ फर्काएन उता चाहिँ फर्काएन पहिले ल ल झऱ्यो भने ल सिधा पार्न त्यसरी राख्ने कि घोप्ट्याउने ताली बजाऊ ताली बजाऊ ओ ल ल लठीले यता बिचमा हाल्नु त यो छिटो यता बिचमा हाल्नु माथि पत्ता झन् छुपुएर झन् बाक्रे उल्टा ए माछ त्यस्तै हुन्छ भनेर क्या उल्टा यता अलिक माथि ठिक छ अझै हेर्नु लाग्को भएर रातो आगो बलिरहेछ रवि रवि आगो बलिरहेछ क्या पानी हाल्न यहाँ छ काटौँ काटौँ पानी 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 मुनिबाट हाल्नु दाउरा निकालेर राखिँदा हुन्छ ल बल्दैन त्यस्तो गर्दा नि हुन्छ पानी हाल्नु त झन् बल्द अझै हाल्नु खुकुरी खोइ मुनि त्यसको ढाडमा आऊ ढाडमा झन् बोल्दो रहेछ नि हाल्नु नि हाल्नु मुनिको बोसो बलेको रहेछ क्या भर्खर पल्टाएको भर्खर पल्टाएको भर्खर पल्टाएको सबै तार्दिनु होइन मर्दैन अब त्यहाँदेखि त्यति नै हाल्नु त त्यहाँदेखि त्यति नै पानी हाल्नु त पल्टाइदिउँ यहाँ चाहिँ क्या बोसो पर्छ क्या हाल्दिनु पानी होइन त्यो बोसो चाहिँ निकाल्नु पर्छ आगो बलिरहेछ हौ त्यो बोसोमा झन् बोल्छ नि अनि त्यो निकालेर चाहिँ हाल्नु त्यही त निकालेर चाहिँ हाल्नुपर्छ क्या मासु कहाँ मर्छ हौ मरेको छैन अझै पनि डुब्यो भने अझै पनि बसिन्छ त्यसरी काटौँ त बोले खाम नि हालो त ल चोइटा चोइटा यस्तो होइन फेरि यो बिरुवा पनि भनिदिन्छु तपाईँ जसरी रोप्नु कि यो बिरुवा उल्टो अड्डो यहाँ हुँदो रहेछ क्या
यसरी फ्याल्दा नि उम्रिने हो क्या यो अब बाँच्ने हो क्या यो बगाउने तपाईँले नि माथिको मात्रै आएको रहेछ नि त है कता गयो ओइ कान्छा हिँडिसक्यो थोड़ा पीपी दे लो एकछिन ल कस्तो यस्तो डाटा यसरी 1 2 3 गो यस्तो निकाल्नु भाइ भाइ चुरोट ल्याउ त अर्को यस्तो नभन्नु है सल्काउनु चाहिँ फायर हान्नु कतिवटा एउटा देऊ न एउटा होइन ल त्यस्तो त फायर हान्नु भिडियोहरू गर्दैछु केटा हो